सो हेलो अनि नमस्ते सबैजनालाई, वेलकम बैक टु माई च्यानल बसु तामाङ ब्लग। अनि यो चाहिँ मेरो नयाँ च्यानल र मेरो पुरानो च्यानल चाहिँ डिलिट भएर नयाँ च्यानल खोलेको र तपाईहरुले हेरिसक्नु भएको छ होला भिडियो है। मैले फेसबुकमा पोस्ट गरिसकेको छु र तपाईहरुले फेसबुक अनि इन्स्टाग्राममा पनि फलो गरिदिनुस् होला। मैले स्क्रिनमा राखिदिएको छु ताकि तपाईहरुले अपडेट पाइरहनु हुनेछ। र हामी तीनजना चाहिँ आज तीनमा आएको थियौं रिल्सहरु बनाउनु हो। अन्त अहिले चाहिँ हामी घर फर्किँदै छु र आज चाहिँ म तपाईहरुलाई हाम्रो गाउँ देखाउँदै छु कस्तो छ भनेर। मैले पुरानो भ्लगमा त्यसरी कहिले हाम्रो गाउँ भनेर पोस्ट गरेको थिइनँ जस्तो लाग्छ र आज चाहिँ हाम्रो गाउँ देखाउँदै छु। र अहिले चाहिँ फिलहालमा हाम्रो गाउँको रोड पनि बनिँदैछ र यहाँ चाहिँ हाम्रो गाउँ यहाँ बीच गाउँहरु पर्छ मैले भन्नु पाइन है। अन्त यहाँ चाहिँ हाम्रो तगदाती स्टेट 10 नम्बर पर्छ र पर देख्दै गरेको घरहरु चाहिँ हिट्टी भन्छ किनभने त्यहाँ चाहिँ पानीहरु पनि उम्रिन्छ त्यही भएर। अन्त बहिनीले पनि भ्लग बनाउँदैछ र बहिनीले चाहिँ हेर्दैछ बोरामा चाहिँ के छ भनेर। भरे भन्दा चाहिँ ढुङ्गा रहेछ र यहाँ चाहिँ अब रोड बनाउन लागि चाहिँ अब बारीहरु खुनेको थियो 4 वर्ष भयो हैन। अन्त राम्रै भएको बाटोहरु पनि बिगारेर बारीहरु पनि बिगारेर भयो र 100 यसको बाटो थियो यहाँ मुनिपट्टि चाहिँ त्यो पनि बिगारेर अहिले चाहिँ गाडी भइसकेको छ। यस्तो भएको छ तपाईले पनि देखिसक्नु भएको छ है। र यहाँ चाहिँ हाम्रो पुकुली हाम्रो घरमै बस्छ हो। यहाँ हाम्रो गाउँको बाटो चाहिँ यस्तो भएको छ है। हेर्नुस् है यस्तो भएको छ हरेस लाग्दो हो। र अहिले चाहिँ हामी हाम्रो माथ्लो गाउँ आइपुगिसकेको छौं र यहाँ चाहिँ माने पनि छ र बहिनीको घर पनि आइपुग्यो। बहिनी घर त परनिर छ गयो बहिनी पनि। र यहाँ माथि चाहिँ हाम्रो घर पर्छ। र आजको भ्लग मन पर्यो भने लाइक गरिदिनुस् अनि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब पनि गरिदिनुस् होला।